आफ्नो शक्ति पाएपछि माया बदलिएन। उसले त्यो शक्ति कसरी प्रयोग गर्नु चाँडै सिकिन्। हजुरआमाको परवरिशमा मायाले आफ्नो शक्तिलाई बदला लिन प्रयोग गरिनन्, किनकि हजुरआमाले सिकाएकी थिइन् साँचो हिरो घाउ बनाउने होइन, घाउ निको पार्ने हुन्छ। आज माया आमा बुबासँग छैन, तर उनी एक्ली छैनन्। उनी गाउँको रक्षा गर्छिन्, कहिले गाउँमा पहिरो आउँदा होस् या ठूला ठूला बानवसँग लड्न होस्, त्यो काम सजिलै गर्न सक्थिन्, किनकि मायाले सानैदेखि दुःख के हो बुझेकी थिइन्। उनका बुबा गाउँकै सबैभन्दा रिसाहा मानिस थिए। रक्सी उनको दिनचर्या थियो, रिस उनको स्वभाव। दिनदिनै झगडा बढ्दै गयो, घर शान्त हुन छाड्यो। मायाकी आमा बोल्न छाडिन्, हाँस्न छाडिन्, आफै भित्र हराउन थालिन्। एक दिन ठूलो झगडापछि मायाका बुबा घर छाडेर हिँडे। त्यो दिनपछि मायाको घर घर जस्तो रहेन। आमा शरीरले त्यही थिइन्, तर मनले कहीँ टाढा हराइसकेकी थिइन्। जब मायाको बुबा घर छाडेर गए, आमाको सहनशक्ति पनि भाँचियो। बुढाको साथ नभएको पीडा, घर अशान्ति भएको पीडा र यो सबथोक आफैलाई दोष दिने बानी, सबै सम्झी उनको मनलाई थिच्न थाल्यो। आमा दिनदिनै मौन बन्दै गइन्, न आँसु झर्थ्यो न शब्द निस्कन्थ्यो। एक रात उनले बुझिन्, यसरी बसिरहे माया झन दुखी हुनेछ। आफ्नो पीडा निको पार्न, आफैलाई खोज्न आमाले घर छाडेर आफ्नै माइती घर बस्ने सोच गरिन्। उनले माया छाडिनन्, उनी आफ्नो टुटेको मन बोकेर टाढा गइन्, ताकि माया रिस र पीडाको घरमा अड्किन नपरोस्। जिन्दगीमा घटेको घटनाले माया आज धेरै सानो उमेरमा पनि बलियो केटी बनेको छ। हजुरहरूलाई आजको मायाको कथा कस्तो लाग्यो? मायाको कथालाई मन पर्यो भनी च्यानलमा लाइक र कमेन्ट र सब्स्क्राइब गर्नुहोस् है त, साथीभाइ।